म तपाईहरुलाई ध्यानाकर्षण गराउन चाहन्छु। संघीयता आएपछि नै हाम्रा गल्ली गल्ली बनेका छन्। संघीयता आएका कारणले गर्दाखेरि चाहिँ धेरै विकासहरू तराईमा मात्रै होइन हिमाल पहाडसम्म पनि पुगेका छन्। त्यो कुरा म तपाईहरुलाई ध्यानाकर्षण पनि गराउन चाहन्छु। र म तेस्रो वर्ष पुग्दैछ म सांसद भएको, तेस्रो पटक मैले योजना बनाएको छु। म समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएको हो। मैले सबैभन्दा बढी मेरो अधिकार क्षेत्रको 60 देखि 70% योजना जहिले पनि मैले 20 नम्बर वडामा चाहिँ मैले पठाएको छु। यो आर्थिक वर्षमा पनि मैले पठाएको चाहिँ यसै कार्यक्रमबाट म जानकारी गराउन चाहन्छु। केमा योजना पठाए त मैले 20 नम्बर वडामा शिक्षामा पठाएको छु, खानेपानीमा पठाएको छु, सडक निर्माणमा पठाएको छु। किसानहरूलाई पनि मैले यस वडा नम्बर 20 मा चाहिँ मैले आफ्नो चाहिँ खुसी साटेको म जानकारी गराउन चाहन्छु। वडा नम्बर 20 सँग मेरो एउटा इतिहास छ, म जानकारी गराउन चाहन्छु। मैले आफ्नो जीवनमा संघर्षको समयमा म यहाँ राजा एउटा बाँके बचत तथा ऋण सहकारी संस्थाको चाहिँ म शाखा प्रबन्धकको रूपमा मैले 5 वर्ष यो उपमहानगरपालिका 20 नम्बर वडामा चाहिँ मैले चाहिँ आफ्नो जीवन दिएको छु, जसले आज मलाई जीवन जिउन सिकाएर आज सांसद पनि बनाएको जानकारी म तपाईहरुलाई पनि गराउन चाहन्छु। निराश नहुनु, सम्भावना धेरै छ। वडा नम्बर 20 को 1,24,00,000ले के प्राप्त हुन्छ? हामी आफैले विमर्श गर्नुपर्ने कुरा, हामी आफैले समीक्षा गर्नुपर्ने कुरा के छ भनेपछि हामीहरूले बाँझा रहेका खेतलाई कसरी उत्पादन गर्ने, उत्पादित वस्तुहरूलाई कसरी हामीले बजारीकरण गर्ने भन्ने कुरातिर हामी ध्यान आकर्षौं। सकिँदैन 1,24,00,000ले वडा नम्बर 20 मा आमूल परिवर्तन ल्याउनको लागि, तर सकिन्छ है। नेपालगञ्ज उपमहानगरपालिकामा पहल गर्न सकिन्छ है, संघीय सरकारसँग पहल गर्न सकिन्छ है, प्रदेश सरकारसँग पनि पहल गर्न। र म धन्यवाद दिन चाहन्छु यसै कार्यक्रमको माध्यमले नेपालगञ्ज उपमहानगरपालिका र विशेष गरेर उपप्रमुख अमरुद्दिन राईज्यूलाई उहाँले सबैभन्दा बढी योजना वडा नम्बर 20 मा दिनुभएको छ। आज 20 नम्बरको वडाको कार्यक्रममा मैले उहाँलाई सम्झिनै पर्छ र म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। बाँकी छ नेपालगञ्ज उपमहानगरपालिकाका 23 वडा मध्ये सबैभन्दा बढी भूगोलको हिसाबले, जनसङ्ख्याको हिसाबले सबैभन्दा बढी वडा नम्बर 20 मा छ। एकै पटक सम्भव छैन, तर जुन तरिकाले चाहिँ विकास भएको छ त्यो चाहिँ धेरै हो। वडा अध्यक्षज्यू कर्मठ हुनुहुन्छ, लगनशील हुनुहुन्छ। उहाँ जसपा नेपालदेखि प्रतिनिधित्व गर्नुहुन्छ, हामीसँग भेटघाट भइरहेको पनि हुन्छ। उहाँको हरेक पटक पार्टी कार्यालयको छलफलमा होस्, कार्यपालिकाको उहाँको बैठकमा होस्, फोन वार्तामा होस्, उहाँले विकास सम्बन्ध अरू कुरा मैले आजसम्म गरेको भ्याएको छैन। तपाईहरु भाग्यमानी हुनुहुन्छ, यतिको वडा अध्यक्ष पाउनु भएको छ। र वडा अध्यक्षज्यूलाई चाहिँ म एउटा कुरा चाहिँ सम्झाउन चाहन्छु र अनुरोध पनि गर्न चाहन्छु। विकासका कुराहरू बजेटले निर्धारण गर्छ, तर तपाईले जुन घरेलु हिंसा भएका महिलाहरू हुन्छन्, किसानहरूका कुरा हुन्छन्, जन्मदाता नागरिकताका कुराहरू, जुन साधारण कुरा जो बजेटै नलाग्ने कुराहरूमा चाहिँ विभेद नगरेर सजिलो भएर चाहिँ सिफारिस गरिदिनु होला, जनताको वडा अध्यक्ष भइदिनु होला भन्ने कुरा चाहिँ म अनुरोध गर्न चाहन्छु। विश्वास छ त्यो प्रश्न चाहिँ 20 नम्बर वडावासीले चाहिँ पाउनु भएको छैन र आगामी दिनमा पाउनु हुने छैन भन्ने कुरा चाहिँ मैले अपेक्षा पनि गरेको छु। धेरै बोल्नु भन्दा पनि सम्झिनु पर्छ, हामीले मनन गर्नुपर्छ। हामीले अघि हाम्रो अघिल्ला वक्ताजीहरूले भनिसक्नु भएको छ, यसरी बिग्रियो त्यसरी बिग्रियो, यो बिग्रियो त्यो बिग्रियो भन्नुभयो। आज यो नेपालको नेतृत्व नेकपा एमाले र नेपाली कांग्रेसले गरेको छ, जो यो देशकै ठूला राजनीतिक दल हो। नेपालगञ्ज उपमहानगरपालिका मातृ मृत्यु दरमा देशभरिमै सबैभन्दा बढी भएको ठाउँ हो। खोइ त नेतृत्व गरेको सरकारले मातृ मृत्यु दरको लागि 1 रुपैयाँ छुटाइदिएको। खबरदारी त्यो ठाउँमा गर्ने हो, खबरदारी प्रतिनिधित्व गर्ने दलले त्यहाँ जानकारी गराउने हो, आवश्यकता महसुस गराइदिने हो। सानो दलसँग थोरै स्रोत हुन्छ, थोरै पहल गर्ने ठाउँ हुन्छ, तर सम्भावना बोकेका दलहरूले, सम्भावना बोकेका व्यक्तिहरूले चाहिँ अग्रसर भएर व्यवहारिकतामा उतार्न आवश्यक छ। भाषणमा दलितका कुरा गर्ने, भाषणमा महिलाका कुरा गर्ने, भाषणमा विकासका कुरा गर्ने, तर सरकारको प्रतिनिधित्व गर्दाखेरि दलितलाई सहभागिता गरिँदैन, महिलालाई सहभागिता गराइदिन्न। तर जनतालाई भ्रम छर्नको लागि, जनताको क्वेसन चाहिँ एड गर्नको लागि चाहिँ भाषण मात्रै गरिन्छ। म लुम्बिनी प्रदेशमा 11वटा दलले प्रतिनिधित्व गर्छ। आज 12वटा मन्त्री परिषद बनेको छ, तर 1 जना मात्रै महिला प्रतिनिधित्व गर्नुहुन्छ। कसरी उहाँले मातृ मृत्यु
घरेलु हिंसा न्यूनीकरण गर्नको लागि कसरी उहाँले बजेट छुट्याउन सक्नुहुन्छ पर्याप्त मात्रामा? यहीबाट हाम्रो समाजमा द्वन्द्व, यहीबाट हाम्रो समाजमा हिंसा सिर्जना हुन्छ, यही ठाउँबाट हाम्रो शिक्षा